साथीहरू एकैछिन यी आमाको कुरा सुन्नुहोस् है। यी आमाले कुलमान घिसिङको पार्टीलाई गतिलो जवाफ दिनुभएको छ साथीहरू। यो कुलमान घिसिङको पार्टीमा रविले ठग भनी, प्रचण्डले खाइन होला भनी, के अरे बाबुराम भट्टराईले खाइन भन्ने, यो हामी त गुरु मगर टोट्यो भने झन् त्यो पो टोट्यो रहेछ। टोट्यो 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 रवि ठग अरे, तेरै बाबु ठग, तेरै आमा ठग। जाँठी बाउ मलाई छुन नहुँदै तँ जाँठीको मुखले गर्दा त आइमे भएर नि मर्ममा नबुझ्ने तेरो त्यत्रो जेन्जी बच्चाहरू मुडेको थाहा भएन। जाँठी मासले तँ जाँठी कुनु तैँले हेर्नुपर्छ यो भिडियो, तेरैलाई होला। चाकमा चाहिँ पेट्रोल हालेर कति उफ्रिने रहेछ, कति बोल्न सक्ने रहेछ, यसलाई हाल्नु पऱ्यो। जाँठी कति पैसा पाएको छ त्यसले अहिले पार्टीमा। जाँठी यत्रो विचित्र भएको नदेख्थ्यो, आमा भएर के काम थियो? आमा जस्तो नै नेपाल आमा, धरती आमा, यो के काम लाग्यो? कामै छैन। के बोल्या त्यसले, के बोल्या जस्तो लाग्यो होला। यामा माइकको अगाडि थियो त उफ्री उफ्री बोल्ने। ओ जाँठी टोटिनी, म भन्न टोटी न्यानी हो कि क्या हो? टोटिनी क्या। कुलमान घिसिङको उज्यालो नेपाल पार्टीका एक महिला नेत्रीले रवि लामिछानेलाई सहकारी ठग भन्दै प्रचण्ड र बाबुरामको तारिफ गरेपछि यी आमा रिसाउनु भएको हो साथीहरू। हो साथीहरू, कुलमान घिसिङ रासोपामा समाहित हुँदाखेरि कुलमान घिसिङकै पार्टीका नेता तथा कार्यकर्ताले रासोपाको तारिफ गर्दै हिँड्थे भने अहिले रासोपाबाट अलग भएसँगै रवि लामिछाने र रासोपाको चर्को विरोध गरिरहेका छन् साथीहरू। यसरी एकै ठाउँमा हुँदाखेरि तारिफ गर्ने र अलग भएपछि विरोध गर्दै हिँड्नुलाई तपाईँले कसरी हेर्नु भएको छ? आफ्नो राय कमेन्ट बक्समा लेख्न भने नबिर्सिनु होला। साथै हामीलाई टिकटक, फेसबुक र युट्युबमा समेत फलो गर्न नबिर्सिनु होला साथीहरू।